Hey guys, just a quick video to let you know कि Bam Adebayoले NBA history create गर्यो. He scored 83 points today against Washington Wizards. यो भनेको एउटा historic stat हो. The only player who has scored more points than him is Will Chamberlain with 100 points. त्यो भनेको लगभग 60-70 वर्ष अगाडि हो. And the one closest to that is 81 points from Kobe Bryant a decade ago, हैन. अनि मेरो रिसेन्ट मेमोरीमा सबसे हाइस्ट स्कोरिङ पोइन्ट भनेको लुका डन्चिज हो अगेन्स्ट एटलान्टा हक्स हैन, वेन ही स्कोर्ड 73 पोइन्ट्स. अनि त्यो चाहिँ बब्बाले गेम थियो लुकाको. अनि यसै गरी ब्याम एडेबायोको यो गेममा चाहिँ ही स्कोर्ड 20 आउट अफ 43 फ्रम द फिल्ड अनि 7 आउट अफ 22 फ्रम 3 पोइन्ट रेन्ज. अनि त्यसपछि ही एटेम्प्टेड रेकर्ड ब्रेकिङ 43 फ्री थ्रोज अनि ही मेड 36 फ्री थ्रोज आउट अफ देम. भनेको एनबिए हिस्ट्री उसले पोइन्ट स्कोरिङमा मात्रै नभएर फ्री थ्रोज एटेम्प्टेड एन्ड फ्री थ्रोज मेडमा पनि बनायो. फर्स्ट क्वार्टरमा नै ब्याम एडेबायोले लगभग 31 पोइन्ट्स हानिसकेको थियो भने हाफ टाइममा उसको 43 पोइन्ट्स थियो. थर्ड क्वार्टरमा उसले 19 पोइन्ट्स एड गर्छ अनि 62 हुन्छ उसको टोटल. अनि त्यसपछि फोर्थ क्वार्टरमा खेल्दैन कि जस्तो लाग्छ, बट ही स्टिल प्लेज एन्ड ही एड्स 21 मोर पोइन्ट्स टु मेक इट 83. तपाईहरुलाई कुनै पनि प्लेयरले आउने 10 वर्षभित्रमा यो रेकर्ड ब्रेक गर्छ जस्तो लाग्छ भने प्लिज कमेन्ट बिलो.